हेलो एभ्रिवान, के छ त एभ्रिवान? ल मेरो फर्स्ट ब्लग साढे 6 हुन लाग्छ यार। ल गाइस, ल सुरु गरौँ है त। निस्केँ म कलेजतिर। अब फर्स्ट ब्लग हो। अब के मिल्छ मिल्दैन अब त्यो त मलाई अब यो भ्लग पछि मात्रै थाहा हुन्छ नि त। तर भ्यू चाहिँ बवाल देखिन्छ हेर्नु है। यो चाहिँ मैले डेली देख्ने भ्यू हो क्या कलेज जाँदाखेरि, बुझेनौ? ओहो, गर्मी भएको छ यार। पानी परेको छ त्यही पनि गर्मी भइरहेको छ क्या। मेरो माइकले त काम गरेर होला नि यार त है। अब के हुँदो रहेछ भने यो गोप्रो हालिसकेपछि के सिसा, यो हेलमेटको सिसा अन खोलिरहनु पर्दो रहेछ कि अफ गर्नु पर्दो रहेछ क्या। हो, पानी पर्ला जस्तो छ यार। आउँदाखेरि पानीले भेट्यो भने त बिजोक हुन्छ त। ठिकै छ। नोइज क्यान्सलेसन भएको छ कि नाइ भनेर चाहिँ थाहा भएन क्या मलाई। अरू त ठिकै छ। हेलमेटमा थोरै स्क्रच लागेको छ अगाडि सिसामा। बवाल हो यहाँको भ्यू चाहिँ अति नै बवाल छ क्या। फेरि हेरेन हौ, मैले डेली देख्ने भ्यू नै यही हो क्या गाइस। कस्तो मजा आउँछ होला त सोध्नु न। अझ त्यो थोरै अहिले त बादल लागेको छ नि त, थोरै घाम लागेको हुनुपर्छ कि आम्मा कसम भनेको। मैले यसमा मेमोरी त हालेको छैन, आज मेमोरी हाल्छु म। थ्याङ्क यू फर द लभली स्पोन्सर डाक्दादा फर द मेमोरी कार्ड। लास्टै महँगो रहेछ क्या, बुझेनौ? लगभग 256 GB को मेमोरी कार्डलाई तपाईँलाई पर्दो रहेछ 17,500 पर्दो रहेछ एक्सट्रिम भन्ने। अर्को एक्सट्रिम प्रो भन्नेलाई चाहिँ पर्दो रहेछ स्यान्डिस्कको कति पो थियो यार, 23,000 रुपियाँ पर्दो रहेछ क्या। अब तपाईँहरूले यो भ्लगबाट मलाई कमेन्ट भरि फिडब्याक दिनुपर्ने हुन्छ है। यो यसो गर भनेर ठक्क सजेसनहरू चाहिँ ठ्याक कमेन्टमा लेखिदिनु है। त्यसपछि मैले अब, किनकि यो मेरो फर्स्ट मोटो भ्लग भयो नि त, अब पुरै खिच्ने त होला नि भाइसँग कि के गर्ने हो मलाई त थाहै छैन यार। कहाँनिर काट्ने हो, कहाँनिर खोल्ने हो थाहै भएन क्या। कस्तो हुन त बोल्दै हिँड्दिउँ न, फेरि यत्रो 25 मिनट बोल्यो भने त टेन्सन हुन्छ नि त। अगाडि भ्यू चाहिँ बवाल देखिरहेको छ मलाई वहाँनिर टाढोमा। तपाईँहरूले देखाएको छ कि देखाएको छैन भन्ने कुरा हो। भरे गएर हेर्छु म तपाईँहरूलाई पनि देखाएको छ कि छैन भनेर। अब यो चाहिँ शिवघाट भइहाल्यो। तपाईँहरूले रेन फरेस्ट भन्ने भिडियो हेर्नु भएको होला, त्यो यहीँनिर अगाडि हो। देखाइदिउँ कि के हो? तर म यहाँबाट फेरि माथि जानुपर्छ। म त देखाएर जान्छु ल। आज के छ र? ए दाइ छोडौँ न। त्यहाँनिर अनि के हो मेन कुरा चाहिँ के हो भनेर रेन फरेस्टको दाइले आज बिहान ठ्याक्क मैले कलेज आउँदाखेरि अघि त्यो पढेर आएको थिएँ कि। होइन, दुइटै बोथ साइड्सको कुरा सुन्नुपर्छ, एकतिर मात्रको सुनेर पनि हुँदैन। होटेलले यहाँ यही हो रेन फरेस्ट भनेर राम्रो त राम्रो छ कि होइन साथीहरूसँग आउनलाई टक्क। खासै चितवनमा धेरै घरहरू छैन, जग्गाहरू चाहिँ धेरै छ। त्यही भएर पपुलेसनै थोरै छ नि त। नयाँ घर भनेको रहेछ, पपुलेसनै थोरै छ अनि त्यही भएर खुल्ला लाग्छ क्या। अब हामी काठमाडौँ गयो भने कस्तो टाइट फिल हुन्छ नि त। बिस्तारै जाउँ। खाली बाटो देखेपछि त कुदाउनु मन लाग्छ, तर कुदाउनु हुँदैन। ढिलो पुगिएला तर अवश्य पुगिएला, बुझेनौ?
ल क्यामेराको एङ्गल चाहिँ मैले थोरै तल मिलाएँ, बल्ल बवाल भइरह होला। यो बाटोमा चाहिँ चलाउन मजा आउँछ क्या, खाली हुन्छ, सधैँ यस्तै खाली हो, नयाँ बाटो हो तर मान्छे तलबाट जानुपर्छ नि त मेन बजार। यो 24 कोटी जाने बाटो चाहिँ खाली नै हुन्छ। हामी 24 कोटी आइपुग्न लाग्यौँ। तपाईँहरूलाई म भरतपुर एयरपोर्ट देखाइदिन्छु है। ल हेर्नु, यही हो भरतपुर एयरपोर्ट, यही हो चितवनको सान 24 कोटी हनुमान, बुझेनौ? ल जानुपर्ने त सिधै हो कि कलेज, यहीँ नजिकै पर्छ के, सिधै गयो भने यहीँ हो कि कलेज होइन। तर अब म के गर्नुपर्छ भने त्यो एउटा हनुमानलाई लिनलाई उहाँ हाकिम चोक पुग्नुपर्छ भने पठाओ बनाएको छ यार एउटाले, तर के गर्नु। ट्याकै लगाए नछु कि के हो, थैत तेरिका जाउँ है। ट्राइमको सोरुम, ट्राइम पनि कस्तो बवाल लाग्छ मलाई, ट्राइम कसम भनेको। एक न एक दिन ट्राइम त किन्छु म, पैसा कमाउनै बाँकी छ। यो भ्लगमा 1 मिलियन भ्यू छ भने त किन्ने कि के हो? ए अलिक पुग्दैन 1 मिलियनले भने त पुग्नै सक्छ, भ्लग हो। लेट हो कलेज, त्यो घरालाई लिनलाई म राइड जानुपर्छ, फेरि फर्केर आएर अनि उ गर्नुपर्छ क्या, बुझेनौ? तर ठिकै छ अब यो रेडी भाइ भाइ नै हो। ओए भाइ भन्दै म्यासेज त गरे, आयो मुख हेर न, मुख चोर जस्तो मुख छ, त्यही पनि कफी लिएर आँखा ओहो। ल ठिकै छ, अब के गर्न सकिन्छ त। पठाऊ त पठाऊ, यसको साथी, यसको घरतिरको खेल्ने साथी हो यो चाहिँ। भाइ बस ढिलो भयो। अब टक्क लाएर कलेज छिरिन्छ, पढ्ने त त्यस्तै हो, बिहान उठिन्छ भनौँ। अब यो चाहिँ हाम्रो हाकिम चोक भयो, खाली छ त आज त, किन हो सन्डे भएर? ल भ्याली स्टेट कलेज, भ्याली स्टेट, थिङ्क बिबिए बिएचएम एमबिए सबै अब त टक्क लाएर। अनि ओ कोही नै आएन है क्या हो यार, त्यतिखेर यस्तो झन् कलेज आएको त मतलब भएन त के हो कलेजको पानी खाना। आज क्लास चाहिँ साह्रै मजा भयो भाइ, तँलाई कस्तो लाग्यो भाइ? कस्तो रमाइलो थियो यार क्लास, होइन? केटाहरू छुट्यो क्या तर। ल हामी त निस्क्यौँ, अब भोक लागिसक्यो, घर जाने भात खाने सोधिदिने मस्त चिलमा। ए लाइभ गर्नु छ यार आज त सन्डे, स्याटरडे सन्डे चाहिँ दिउँसो पनि लाइभ हुन्छ मेरो। म त तेरो बाइक किन चुइचो गराएको त, चुहाजलाई पुऱ्याएर चाहिँ आएँ म। अब मेरो सानो काम छ यहाँ एटिएममा, त्यसपछि हामी लाग्नुपर्ने हुन्छ घरतिर। ओहो चेकिङ रहेछ, चेकिङ होइन 1 वे, त्यही अघि भनेको थियौँ नि हामीले। लभली हो नि त, अनि ठिक ड्याङ पैसा लिनुपर्छ क्या यस्तो 1 वेलाई त, किनकि यताबाट गएर हुन्छ झ्याम आइदिन्छन् क्या। धेरै ठिक हुन्थ्यो यो त, धेरै ठिक कुरा हो, राम्रो हो। अब जे भयो भने ओमोडाले बाल निकालेको छ यार गाडी त। अनि अब यहाँ माथि राखौँ, एटिएम यहीँ छ सिद्धार्थ ब्याङ्कको मोबाइल ब्याङ्किङ चाहिँ फेरि कहिलेकाहीँ टुस भइदिन्छ क्या। झिके पैसा एटिएमबाट। अब जान्छु म घरतिर, यहीँबाट झरे नि हुन्थ्यो तर ठिकै छ। बाटो चाहिँ खतरा बनाएको छ क्या अहिले, भ्यू हेर्नु न अगाडिको। यो बाइकको साउन्ड चाहिँ मिठो लाग्छ कि मलाई, कस्तो दामी भुटुटुटुटु आउँछ, कस्तो दामी देखिरहेको छ यार।
अगाडि त्यो बादलहरू कुहिरोहरूले गर्दाखेरि के हिमालमा ओ हन्टर ओहो हन्टरले त मार्केट खाएको छ हो कम्फर्टेबल नि बाबाले कम्फर्टेबल छ नि त त्यही भएर ल हेर न ए बुढा यता हेर्न ल ल बुढालाई बालै ज्यानको बालै छैन हो बुढालाई अनि ल के भन्नु म तपाईँहरू कस्तो बवाल देखिन्छ दामी मलाई त दामी लाग्छ ठ्याक्कै यहाँबाट झर्दाखेरि त्यो अगाडि जुन भ्यू देखिन्छ नि त्यो त नेक्स्ट लेभल हो क्या चिताउनुको भिडियोहरू लास्टै भाइरल भएर हुन्छ नि टिकटकहरूमा देख्नुभयो होला तपाईँहरूले अन्त मारेको छैन त यति भयो सकेन त अनि भन्नु न ल ठ्याक्क त्यो दुईवटा हिमाल टच भएको जस्तो देखिन्छ कि त्यहाँनिर अगाडि देख्नु भयो यहीँ भाटबाट नि जलाएको थियो तर लास्टै चाँडो बनाइदिएको यार अनि यसरी अलिकति ह्यान्ड जेक्सरले पनि धेरै हेल्प गर्छ क्या भर्खरै त्यो अङ्कलले जाऊ भन्नुभयो नि त अब कसैले नदिएको भए जाने कि कुर्ने भएर हुन्थ्यो क्या बुझेनौ ओली स्टोर चाहिँ यहीँ छ ओली अहिले 10 बजे खोल्छ यो चाहिँ यसको माथि प्रिटी क्लिक नै अति चलेको छ हौ रेड कार्पेट होटेल रेड कार्पेट यो भयो हाम्रो लाइन्स चोक पुरानो तन्दुरी मम्मी र म यहाँ आइरहेको हुन्छौँ मटन करी नान खानालाई दामी यहाँ धेरै पुरानो हो कि हो अनि बबाले पाउँछ क्या यो हेलमेट चाहिँ मेरो नयाँ हेलमेट हो हाम्रो गिफ्ट फ्रम टुकु ड्यान्स भन्यो भने मार्छ फेरि हाम्रो टुकुलीको बर्थडे गिफ्ट हेलमेट चाहिँ लास्ट कम्फर्टेबल छ यार एक्जरको एपेक्स भन्ने हो त्यसमै माउन्ट गरेको हो क्या मैले ठिक देखेको छ ल हेर्नु नि ऐनामा यो चाहिँ नारायणी हो क्या कस्तो दामी भ्यू देखिन्छ त्यहाँ यहाँबाट जान अलिक मिल्दैन होला न त म गइदिन्थेँ यहीँ खनेको छ क्या अनि कस्तो बवाल देखिन्छ हेर्नु न आम्मा घर धेरै भित्र भयो भने चाहिँ हाम्रो कलेजबाट मेरो घर लगभग 13 किलोमिटर टाढा छ हौ त्यही भएर मलाई 20-25 मिनट त मजाले लागिरहेको हुन्छ कि कलेज जान 1 लिटर पेट्रोल हाल्यो भने यसमा लगभग 3 चोटि आउन जान भइरहेको हुन्छ घर पनि आयो अब यो हेर्नु नि यो घर दामी बनाएको कस्तो मिठो बनाएको छ करोड खर्च गरे होला यार यो घर बनाउनलाई त यता पनि घरहरू त टन्नै बन्दै छ अब गाउँ बाक्लो हुँदै गयो क्या ठिकै छ यहाँबाट भित्र हाम्रो पाण्डेको घर छ पाण्डे को हो भनेर चाहिँ म चिनाउँछु तपाईँलाई अर्को कुनै ब्लगमा यो काट्यो हो अनि ल गेट चाहिँ अलिकति सानो भयो भने त धेरै पहिला बनाएको गेट भएर नि होला म कसलाई फोन गर्दै बन्द भएको सर टक्क यहाँ चाहिँ मेरो पार्किङ त फेरि अति नै छ नि गाडी पार्किङ गर्ने ठाउँ हो हुन त तर अब के गर्नुपर्छ भने यसलाई छोपिदिनु पर्छ बुझेनौ टक्क आफ्नो सामान त जतन गर्नुपर्छ क्या अनि